हेलो हाई नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म आरामै छु। यस्तो गर्मी भएको कारणले नानी र म शीतलमा उसको के गरे उसको फेरमा आएको छौँ, पिपलको फेरमा। नानी म बिल्लु यहाँ बसिरहेको छ। नानी र बिल्लु खिलादै बस्दिका छ हो कान्छा। हाम्रो घरदेखिको भ्यू हेर्नुस् त कस्तो देखिन्छ गाइस। यहाँ रहेको छ हाम्रो घर। पातहरू हल्लिरहेको छ। मेरो नानी यसरी हिँड्छ गाइस। हामी आज औसली खान गइरहेको छौँ। अब कान्छा र म मुनु यतातिर रहेको छ मैदान, मेरो माइतीतिर माइती र यता रहेको छ दगरटुङ डराउ क्या। दुईटा टावर देखिएको छ गाइस। नानी हेर त रुखमा चढ्न लागेको छ। साथीहरू हेर्नुस्, यसलाई चिन्नु भएको छ। यो के हो? कस्तो कारा हुँदो रहेछ। नानु आऊ। चिसो चिसो मौसममा पिपल मुनि बसेको क्या मजा आता है। मजा आउँदो रहेछ गाइस। आज हामी औसली खान जाने हो, नानी र म। कसलाई मन पर्छ औसली? फाइनल्ली गाइस हामी औसलीको रुखमा आयौँ। नानी र म आएको छौँ गाइस औसलीको रुखमा। यता हेर्नुहोस् त कति फलेको छ। अब उसमा सोली बनाउने नानी म ल सोली बनाउँछ है। एउटा सोली कान्ता र म बसेर हौ। हो त सातो म औसली टिपिदिन्छु। चौतारी पनि पाक्नु लागिसक्यो। चौतारी पाकेको पनि टिप्छु। फाइनली गाइस औसली टिपेर आयौँ नानी र म। पानी पला पला गरिरहेको छ मौसम। कति रमाइन्छ हौ। वेदर हेर्नु न, वेदर कालो कालो आकाश। वेदर पानी आलाजी गर्छ गाइस। औसली कसलाई मन पर्छ गाइस? 3 सोली भयो। 3 सोली टिपी औसली। मेरो कान्ताले खाछन्।
न त्यो मिठो रहेछ मिठो गाइज। मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। बाई बाई।